चितापुर भन्ने एउटा जिल्ला छ। गोमती नाम गरेकी नदी ठाडो बगेकी छन्। त्यसलाई नै यतापट्टि सहर, यतापट्टि नदी, देब्रेपट्टिबाट बगेकी गोमती नदी, त्यो ठाउँलाई नैमिषारण्य क्षेत्र भनिन्छ, जहाँ 88,000 ऋषिहरूले तप गर्नु भएको थियो। त्यही ठाउँमा एक दिन जम्मै ऋषिहरूले शोधनी गर्नुहुन्छ। आफ्ना बिहानका नित्य कर्म सिद्ध्याएर एकदा तुमुनय प्रातुर्भूत हुताग्नय सत्यकृतं सुतमासीनं पपृच्छ विदमादरा। स्नेहले, सम्मानले, आदरले शोधनी गर्नुभयो। ऋषया उचु, अब कुरा बुझ्नु है। ऋषया उचु, ऋषिहरूले भन्नुभयो, अरे 88,000 मान्छेले एकैचोटि बोल्दा राम्रो देखिन्छ भन्नु त पक्कै देखिँदैन। तर भागवतमा के लेखियो भने ऋषिहरूले भन्नुभयो, अरे कुरो अलिकति कस्तो कस्तो लाग्यो। यसलाई गोड्दै गोड्दै जाँदाखेरि के पाइयो भने कस्ता ऋषि हुनुहुँदो रहेछ 88,000 सौनकादिक भने परस्परले परस्परको मनको कुरो बुझ्नु हुँदो रहेछ। सौनक नाम गरेका जुन एकजना वृद्ध ऋषि हुनुहुन्थ्यो, उहाँले प्रत्येक ऋषि 88,000 का अन्तर मनको प्रश्न बुझेर त्यसलाई एकै ठाउँमा समेटिएर सबैका मनको प्रश्न निचोड गरेर उच्चु सोध्नुभयो। मुख एउटा भए पनि त्यो भावना 88,000 ऋषिहरूको थियो। त्यसैले तपाईको जीवन पर्याय, तपाईको जीवनको मापदण्ड, जीवनको उत्थान तपाई कहाँ पढ्नुभयो? तपाई त महान महियान हुनुहुन्छ। हे गुरुवर, अब हजुरले हामीलाई पनि यस्तो चाहिँ गर्नु पर्यो कि 88,000 ऋषिहरू के भन्नुहुन्छ भने उहाँहरूको प्रश्न एउटै हो, गुरुजी गुरुजी गुरुजी, हाम्रा मनमा पनि भगवान कृष्ण प्रति प्रीति जागोस्। अर्थात पवित्र बनाउने शास्त्र धेरै पढ्यो। यो कुरो 88,000 ऋषिहरूले भन्नुभएको। के भन्नुहुन्छ भने भूरिणी भूरि कर्माणि श्रोतव्यानि विभागशः एउटा। अर्को पुंसाम एकान्ततः श्रेयस ततः संक्षितुमर्हसि। गर्नुपर्ने राम्रो कर्म कति छन्, कति के चाहिँ गरौँ, कुन चाहिँ व्रत लिउँ? हाम्रो मनमा पनि त प्रश्न आउँछ नि, कुन चाहिँ पूजा गर्दा भगवान छिटै खुसी हुनुहुन्छ होला, छर्लङ्ग दर्शन पाइन्छ होला? यही प्रश्न 88,000 ऋषिहरूको छ। प्रभु, भगवान के कारणले, कति इच्छाले, किन स्वयं ब्रह्म सत्ता भएर पनि जन्म लिनु पर्यो? यसरी प्रश्न गर्दै हुनुहुन्छ। को वा भागवत तस्य पुण्य श्लोकेत्य कर्मण। गुरुजी गुरुजी, संसारमा कुन चाहिँ व्यक्ति होला जसलाई कृष्ण कथा चाहिँ मन पर्दैन होला? कृष्ण कथा मन नपराउने कोही छ होला त? शुद्धि कामो न सुदुयाद यशः कलिमलापहम। कलिको मैलोलाई पखाली दिएर हाम्रा जीवनलाई पवित्र तुल्याइदिने ऊ भगवानको कथा सुन्न मन नपराउने कोही छन् होला? अब यहाँ गुरु 88,000 ऋषिहरूले भन्नुभएको, वयम तो न पितृभ्याम। गुरुजी गुरुजी, हामी कहिले पनि सुनेर नगाउने, अगाउँदै नगाउने उत्तम श्लोक विक्रमे, उत्तम श्लोक भगवान कृष्णको चरित्र यश्रवणा रसज्ञाना स्वादु स्वादु पदे पदे। जुन कथालाई सुन्दाखेरि पाइला पाइलामा आनन्दको वर्धन हुन्छ।
त्यस्तो कथा सुन्न खोज्छौं। अब यहाँ फेरि के भन्नुहुन्छ भने ब्रूहि योगेश्वरे कृष्णे ब्रह्मण्ये धर्मवर्मणि स्वाम काष्ठा मदनोपेते धर्मः कं शरणं गतः। 88,000 ऋषिहरू के भन्नुहुन्छ भने भगवान त धर्म मूर्ति हुनुहुन्थ्यो, भगवानले पनि आफ्नो लीला समेटेर गोलोकधाम जानुभयो अरे। भगवानले संसार छोडे पछाडि धर्मको स्थिति के भयो, धर्म कसका शरणमा गयो त्यो पनि जान्न पाउन भनेर एउटा लामो प्रश्न खडा गर्नुभयो। अब सुतजी महाराज के भन्नुहुन्छ भने यम प्रवजन्त मनोपेत मपेत कृत्यम दैवायनौ विरह कातर आजुहाव पुत्रेति तन्मयतया तरभूमिने दू तं सर्वभूत हृदयं मुनिमानतोस्मि। यो कुरो चाहिँ छोटो छ, अलिकति छ, तर यसको व्याख्या कस्तो छ भने यति श्लोकको अर्थ चाहिँ के हो अरे भने एकजना साधुका गुरुजीका घरमा एउटा छोरा जन्मिए। ती छोरा जन्मिने बित्तिकै जंगलतिर गए अरे। जंगलतिर गएका छोरालाई ती दारी फुलेका कपाल फुलेका सेता एकजना साधुले बाउले मेरो बाबु मेरो काजी मेरो राजा घर आइज, जन्मिने बित्तिकै जंगलतिर किन जान्छस् भनेर रोई रोइकन बोलाए अरे। तर जन्मिने बित्तिकै जंगलतिर जाने ती बालक फर्केनन् अरे। अब कुरो के बुझ्यो भन्नु त यसरी भन्दाखेरि मेरा आफ्ना मान्छेले यसरी कुरो बुझ्नुहुन्न। अब म तपाईहरुलाई यो कुरो छर्लङ्ग बुझाउँछु। आफ्नै गाउँ आफ्नै घर आफ्नै मान्छे। यो कथाको मूल अलिकति कथा गर्ग संहितामा छ। यो कथामा 3 वटा कथा जोडिएका छन्। हुन त यो एउटा कथा, तर यहाँ 3 त्रिवेणी छ, एउटा भक्ति एउटा ज्ञान एउटा वैराग्य, 3 वटा कथा। नभए त कसरी बुझ्नु? एउटाका घरमा छोरा जन्मिए, जंगलतिर गए, बाउले बोलाए छोरा आएन, रुख बुट्टाले छोराको भएर उत्तर दिए अरे ए छोराका बाउ यी छोरा घर फर्किँदैन नै किन? किनभने नि यी त विश्व कल्याणका लागि जन्मेका साक्षात भगवान हुन्, तिम्रा मात्रै छोरा होइन। त्यसो भने अरे रुख बुट्टाले। त्यसो भन्दा त कुरो बुझिँदैन। अब हामी यसलाई झ्याङ्ग बनाउँ। एकपल्टको कुरो हो, हामी अलिकति गर्ग संहितामा जाउँ। कुरो के भने बिहानको एकदम झिसमिसे बिहानको बेला माता पार्वती फूल टिप्दै हुनुहुन्थ्यो। भोले बाबा समाधिमा बस्न लागेको बेला ठ्याप्प भोले बाबाका आँखा पनि ट्याप्प जोडिए, समाधि लागो। रे रे सारङ्गी रेट्दै नागत टुप्लुक्कै आमा नमस्कार दण्डवत। माता पार्वतीले भन्नुभयो बाबु नारद बिहानै कति कामले आऊ बस, म चिया बनाउँछु। नारदले हुँदैन पर्दैन म चिया पिउँदिन। किन त बाबु बिहानै कति कामले आयौ? एउटा सानो कुरो जान्न मन लागेर आए आमा। के बाबु? माताजी एउटा कुरो नि, भोले बाबाले मुण्डमाला लाउनु भएको छ नि, त्यो किन लाउनु भएको अर्थ के हो मलाई भन्दिनु न आमा। नारदले पार्वती आमालाई सोधे। पार्वती आमाले साडीको पल्लु टोक्न थाल्नुभयो। मैले जानेको छैन त बाबु नारद। अनि सोध्न पर्दैन घरका मान्छेलाई? खै
के खै भन्नुहुन्छ? सराचर जगतलाई त्यो कुरो भन्नुहुन्छ भोले बाबा। घरमा चाहिँ हजुरलाई नभन्ने होइन। हाम्रो भोले बाबा पनि के तालको मान्छे, लगाइदिए आगो। पार्वती आमालाई लागो हो त संसारलाई भन्ने, मलाई नभन्ने। मन बिग्रियो, आँखा रसाए रसाए जस्ता भए। सुक्का सुक्का गर्दै खुल्नु हो, कमाला फुल हुत्याइदिनु भयो, थपक्कै बस्नु हो। भोले बाबाको पूजा सकियो। सधैँभरि पूजा सकिए पछाडि माता पार्वती लोटामा गङ्गाजल फुलमाला लगाइदिएर गङ्गाजलले पाती अर्घ गर्नुहुन्थ्यो। आज त खै पार्वती आउँदिन, के भएछ क्या भनेर यस्तो भित्रतिर बस्नु भएको, गुत्था परेर फुलेर बस्नु भएको। बोलाउनु भयो, होइन के भयो तिमीलाई पार्वती? किन बोल्थे र? होइन के चाहिँ भयो बिहान बिहानै? को चाहिँ यहाँ आएर के भन्नु तिमीलाई? यस्तो विचार गर्नुभयो। ए लाखेस नारदे, यो नारदेको काम हो। पार्वती किन रिसाउने? किन रिसाउँदिन त? हजुर दुनियाँलाई भन्नुहुन्छ म घरकी मान्छे, मलाई जीवन कहिले नभन्ने। के कुरो तिमीले सोधेकी थियौ र मैले भन्नु? तपाईले यी मुण्डमाला किन धारण गर्नु भएको? अरे बाबा सोधेकी थिएनौ भनेको थिएन, नसोधी नभन्नु भन्ने शास्त्रीय भनाइ छ। आज सोध्यौ, अब भन्छु, भन्नु छिटो भन्नु, अहिले भन्नु कि भन्नु? सुन न सुन, यी प्रत्येक टाउका छन् नि, यी खोपडी, यी तिम्रा हुन् पार्वती, तिम्रा। तिमी जतिपल्ट मेरा सेवामा आयौ, तिम्रा याद र सम्झनाका लागि यी एउटा एउटा खोपडीको माला लगाउँछु। तिमी आउँछौ, सेवा गर्छौ, जान्छौ, त्यो खोपडी म यादका लागि राख्छु। मेरा खोपडी, तपाईँ त कस्तो निर्दयी। अब थाल्नु गर्नु न, म चिनाउने जाने, तपाईँ चाहिँ कहिल्यै नजाने। यस्तो पनि हुन्छ घरको मान्छे, यो कुरो मलाई मन परेन। अब भो त फेरि आमाहरूको रिस, आमाहरूको घुर्की अलिक खत्रै हुन्छ। मलाई पनि तपाईँ जस्तै बनाइदिनु पर्यो। हुँदैन हुँदैन, मान्दिन। के गर्दा चाहिँ तपाईँ जस्तो हुन्छु कहिले नजान्ने, हातु आयो, अब म नजान्नु पर्यो तपाईँ जस्तै। भोले बाबा मुसुक्क हाँस्नुभयो। भन्नुहुन्छ पार्वती, मैले भगवान सर्वेश्वरको अमर कथा श्रवण गरेँ। तिमीले अमर कथा श्रवण गरिनौ। जस व्यक्तिले भगवानको अमर कथा, दिव्य कथा अन्तर्मनले साधुवादका साथ ज्ञान भक्ति र वैराग्यले मुछिएर निर्मत्सर बनेर अमर कथा श्रवण गर्छ, ऊ फेरि भवाटप्पीको चक्करमा, आउने जाने चक्करमा पर्दैन। म अहिले सुन्छु अमर कथा, यी सुन्छु भन्नु, तपाईलाई त थाहा छ। हेर्नु है, यसरी भोले बाबाले अमर कथा सुन्न जित गर्नु भएको माता पार्वतीलाई अमर कथा सुनाउन लिएर जानुभयो हिमालयका एकदम गोप्य गुफामा। त्यहाँ गएर श्रृंगी वाद्य बजाउनु भयो अरे, डम्बरू बजाउनु भयो अरे। निर्मत्सर कोही पनि एकदम जीव भन्ने त्यहाँ छैन। त्यस्तो शान्तिमय वातावरण तुल्याएर भोले बाबाले पार्वतीलाई भन्नुभयो, अब हात जोडेर बस, म तिमीलाई अमर कथा सुनाउँछु। त्यति नै बेला अब हेर्नु है, माता पार्वतीलाई भगवान शंकरले अमर कथा सुनाउन सुरु गरेको बेलामा उत्तापट्टि आकाशमा के हुँदै थियो अरे भने नि, के हुँदै थियो अरे भने, अब हाम्रो कथा एकछिन गयो कैलाश, अब हाम्रो कथा एकछिन जान्छ वैकुण्ठ गोलोकतिर। गोलोकमा त्यतिखेर के भएको रहेछ भनेदेखि भगवानलाई लागेछ मैले अब यहाँ यसरी बसेर हुँदैन, पृथ्वीमा जानुपर्छ नयाँ अवतार लिएर म जाने बेला भयो भनेर भगवान सर्वेश्वरले पृथ्वीमा झर्ने अवतार लिने मन बनाउँदै गरेको बेलामा महादेवीलाई भन्नुभयो, महामती लक्ष्मी मेरो त पृथ्वीमा नयाँ अवतार लिएर
जाने बेला भो तिमीले यो संसार सम्हाला है। माता छक्क पर्नुभयो। तपाईँ चाहिँ नयाँ रूपमा अवतरित भएर पृथ्वीमा जाने, भक्तसँग आनन्द लिने, म यहाँ एक्लै बस्ने, वैकुण्ठमा बस्दिन, म पनि जान्छु तपाईँका सेवामा। जान्छौ भने हिँड। भगवान पनि भगवती पनि लाग्नुभयो। त्यतिखेर माता लक्ष्मीले एउटा सुगा पाल्नु भएको रहेछ। सुनका पिञ्जरामा हिराको मणिको झालरमा खिर्किरहेछन्। तो बिचारा सुगालाई कस्तो दुख बढो। भगवान जानुभयो, भगवती जानुभयो। भगवती आमा लक्ष्मीका काखमा बस्ने, खेल्ने, मलाई चारो खुवाउनुहुन्थ्यो। अब त्यो आनन्द म कहाँ पाउनु, म पनि जान्छु भनेर भट्टा गर्न थालो। त्यतिकैमा आउनुहोस् न, यो कथालाई हामी सुन्छौं। आजको हाम्रा भण्डारमा जे भोग बनिएछ त्यो भोग आइपुग्यो ठाकुरजीलाई। अब हामी सबैले यो सोच्ने, यो भोग हामी प्रत्येकले यो सोच्नु, यो भोग म लगाउँदैछु। मेरा कन्हैयालाई यो मेरापट्टिको भोग हो कन्हैया, स्वीकार गरिदिनु होला। प्रभु भक्तिले चढ़ायो, प्रभु भक्तिले सदी हो मत की रसी डोरा प्रीतो सही समाना। मत की रसी डोरा प्रीतो सही समाना। हरि प्रेम मारे जय समाना। हरि प्रेम मारे किसी को चले सुना। हाथ जोड़ा प्रेम को
सबै भगवान दिव्य सबै भगवान दिव्य प्रभु भक्ति आलो जय 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 श्री राधे श्याम। भगवान र भगवती लाग्नु भएको थियो, पछि गरो ऊ पछि पछि आउँदै थियो आउँदै थियो आउँदै थियो। उनलाई विचार यस्तो लाग्यो कि प्रभु नयाँ अवतार लिन पक्कै पनि धरतीतिरै जानु भएको भने म पनि यतै झर्नु पर्छ भनेर वैकुण्ठबाट यतै आउँदै थियो हाम्रा गाउँतिर, हाम्रा घरतिर। आउँदा आउँदै अकस्मात त्यो सुगालाई चिसो हावाले छोयो। यस्तो मन्टो बटारेर हेर्दा कठ्याङ्ग्रेको हिउँ देख्छ, कता कता रुखबुट्टा, दिव्य जङ्गल। चरो त थियो नि बिचारा सुगा, मन बहकियो जानु पर्यो एक फेरो त्यो जङ्गलको घुमेर आउनु पर्यो भनेर यस्तो कान्लातिर लागेको त्यही ठाउँमा टुप्लुक्क पुगेछ जहाँ भगवान शङ्कर र माता पार्वती दिव्य अमर कथा श्रवण गर्न यसरी बस्नु भएको थियो। यसो हेरो त्यो शुक पक्षीले, त्यो शुक पक्षी कस्तो छ अरे भने ब्रह्म ज्ञानले परिपूर्ण छ अरे। ऊ सबै कुरो जान्दछ। आँखा चिम्लेर हेर्दा जानो उसले भगवान शङ्कर माता पार्वती। भगवान शङ्कर केही भन्न आँटेका मुद्रामा माता पार्वती हात जोडेर केही श्रवण गर्न आँटे जस्तो बेला छ। यहाँ पक्कै पनि दिव्य सत्सङ्ग चल्दैछ। यो चाम्चिने बेला होइन, यो बेलाको मैले लाभ लिनै पर्छ भनेर बबुरो सुगा छेउ लागो। यसो हेरो भगवान शङ्करका आँखा बन्द छन्। माता पार्वती यसो गरेर बस्नु भएको। भोले बाबाले ओ एउटा आवाज गर्नुभयो अनि अन्तिममा भन्नुभयो, पार्वती मैले कथा सुरु गरेँ, तिमी मन लागेर ध्यानपूर्वक सावधानीपूर्वक सुन। अनि बीच बीचमा जय जय हो अन्त्यबाट कसरी को सही लगाउँदै गर्नु है हुन्छ त्यसो भन्नुभयो भोले बाबाले। माता पार्वतीले म सही लगाउँछु भन्नुभयो। त्यो चराले सुनो कथा सुरु भयो। यसो उसो हेरो केही भेटेन। सुकेका रुखको एउटा सानो दुलो भेटायो पाल, ती गर सानो रूप बनाएर ऊ पनि धुम्किएर लुकेर बसो बबुरो। कथा सुरु भयो। कथा चल्दै गयो। ऊ त कति आनन्दमा अभिभूत भएको छ। यस्तो कथा सुन्न पाएँ म कति भाग्यशाली। तर श्रीमद् भागवतको कथा श्रवण गर्दै जब दशम स्कन्द उछिनेर एकादश स्कन्दतर्फ लाग्नुभयो, माता पार्वती बिहान उठ्नु भएको रहेछ क्या र खै के भयो झ्याप उङ्गायो। आमा पार्वतीलाई जब उङ्गाउने कुरो सुरु भयो, सही लाउने कार्यक्रम हरायो। कसले सही लगाइदिने हो? अन्त्यबाट जय जय कसले भन्छ निदाइहाल्नुभयो। सुक पक्षी ढुक सुगा त हो नि बोल्न जान्दथ्यो अलिअलि। त्यो दुलैबाट रुखका त्यो दुला पुवालबाटै हो जय अन्त्यबाट हो गर्न थाल्यो। भोले बाबा निमग्न कथा भन्नुहुँदैछ। एकछिनमा एकादश स्कन्दको कथा सिद्धिन लागेका बेलामा भोले बाबाका भित्र मनमा खटपटी भएछ। होइन पार्वती कथा सुनेकी छन् कि छैनन्, पर्खेल्नु पो पर्यो यिनलाई भनेर भोले बाबाले कथा विश्राम गरेर यसो आँखा खोलेर हेर्नु भएको। माता पार्वती घर घुर्नु हुँदैछ।
राम 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 यिनको यस्तो चाला अहिले सही लगाउने चाहिँ को चाहिँ थियो त लाखेस्तलाई छोड्दिन भनेर त्रिशूल लिएर जुरुक्कै उठ्नुभयो उठाउनुभयो त्रिशूललाई दुष्टको होस् तँलाई छाडिन मैले ज्याप्पै त्रिशूल बिचरा त यत्रो सुगा तो पनि सानो रूप बनाएर बसेको थियो फुत्तै निस्क्यो वायु वेगले भागो यतैतिर आएछ हाम्रै धरतीतिर आयो पछि पछि भोले बाबाको त्रिशूल अघि अघि तो चरो पछि हुनुहुन्छ भोले बाबा तँलाई छोड्दिन कहाँ जालास बबुरो तो सुगा भाग्दै 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 स्यास्या फ्याफ्या हुँदै आउँदै थियो जंगलका छेउमा नदीका किनारमा बलौटो बगर साना साना झुपडी काँसले छाएका आश्रम देखो तुलसीको मठ पनि देखो यसो परबाट हेर्दा एकजना आमा तुलसीलाई जल चढाउनु हुँदै थियो छेउमा आयो डरले ढुकढुक भएको छ लोक लोकान्तर घुरो कहीँ उसले लुक्ने ठाउँ पाएन मनमा लाग्यो अगाडि एकजना आमा हुनुहुन्छ मेरा भगवान पनि संसारमा अवतार लिन जानु भएको छ अवतार लिँदाखेरि त कहीँ न कहीँ गएर जन्म त लिनै पर्छ कसैलाई भए कसैलाई मेरा प्रभुले पनि आमा तुल्याउनुहुन्छ भने मैले पनि कसैलाई आमा तुल्याएर छोरो भएर जन्मनु पर्छ यहाँ अघि मैले देखे कि मेरी आमा ओ जोग्य हुनुहुन्छ ओ तुलसीमा पानी चढाउने आमा भनेर माता पिञ्जलाका छेउमा गयो आमाले जल चढाइसकेर कसो कसो हाई गर्न पर्दा एउटा बलमिलो सूक्ष्म रूप लिएर खतरक्कै गर्भस्थ हुन पुग्यो कथा कहाँ कसरी मिल्दैछ नि तो गर्भस्थ भएको जुन थियो सुख कसका गर्भमा माता पिञ्जलाका गर्भमा व्यास गुरुजी छक्क पर्नुभयो बुढेसकालसम्म पिञ्जा ल्याऊ खै त भन्नुहुन्थ्यो अरे अब भएनन् चुप्प लाग्नु माता पिञ्जलाले त्यसरी बुढो हुनुभएको अकस्मात एक दिन माता पिञ्जलाले के भन्नुभयो ऐ सुन्नुभयो कानमा खसाखुसु के भन्नुभयो गुरुजीले हो र पक्का राम राम राधे राधे भन्दै नाच्नुभयो यताका आश्रम उताका आश्रम होलीपालीका आश्रम अरू ऋषिहरूलाई पनि गएर भन्नुभयो अब त हाम्रो घरमा त हुने भो म पनि बाउ भइखाने भएँ व्यास गुरुजीले त्यसरी आनन्द मनाउँदै जानु हुँदैछ तो गर्भमा बसेको बालक चाहिँ के गर्छ भने म त यो मान्छेका संसारमा जन्म लिन्न म त आमाका गर्भैमा बस्छु कति वर्ष बस्छु सानो रूप लिएर बस्छु मेरी आमालाई दुःख दिन्न त्यसो भए आमाले पनि दुःख पाउनुहुन्न मैले पनि जन्म लिनै परेन अब व्यास गुरुजीलाई लागेको छ टेन्सन 8 महिना 9 महिना 12 महिना 14 महिना 18 महिना 22 महिना 30 महिना कति महिना बिते कति भाँच्नु अबला अब त व्यास गुरुजी जहाँ माता पिञ्जला बस्नु भएको छ नि त्यहाँनेर गएर यसो गर्नुहुन्छ अरे ऐ बाबु ऐ नानी ए गर्भस्थ शिशु त जन्म ग्रहण गरिदैन मलाई बाबु तुल्याइदैन कति कुर्नु तलाई म त्यो भित्रको गर्भको बालक बोल्छ ऊ के भन्छ बुवा हजुर म जन्म लिनेवाला छैन मलाई निम्त्याउनु पर्दैन कस्तो हुन्छ बाबुको मन कस्तो हुन्छ होला बाबुको मन आफ्ना घरवालीका श्रीमतीका पेटमा 2 4 10 20 50 महिना एउटा सन्तान बस्नु जन्म ग्रहण गर्दैन भन्दा बोलेर भन्नु म जन्मिन्न त्यो दिन कस्तो हुन्छ बाबुका लागि विचार गरौँ त अब व्यास गुरुजी भन्नुहुन्छ बाबु मलाई बाबु तुल्याइदे एउटा कुरो नि लाखे के गरे भने चाहिँ चाहिने त जन्मिन्छ ए त्यसको उपाय भन्छु भन्न बाबु भन्छ त भन्
तपाईले ए मेरा पिताजी भगवान कृष्णलाई भक्ति गरेर खुशी बनाएर एउटा कुरो मिलाउनु पर्छ। के कुरो? भगवानका मायाले मलाई छोएन भने म जन्म ग्रहण गरौँला। यो भगवानलाई मनौती गर्नु हो। कुरो कस्तो अनौठो छ भने अहिलेसम्म व्यास गुरुजी आफ्नी धर्मपत्नीपट्टि यसरी बस्नु भएको थियो, अब सडक फर्केर यता भगवानपट्टि ढोक्नुहुन्छ। हेर बाबुको गति, यो प्रकृतार्थमा बाबुको गति संतान प्राप्ति का लागि। एक बाप अपने बच्चों को लिए क्या नहीं कर सकता। त्यसै बाबुआमाले रोडमा पत्थर कुटेका छैनन् कि ढुङ्गा कुटेर कमाएको पैसाले बाबुले हर्लिक्स किनेर छोराछोरीलाई खुवाउने त्यसरी गरेका छैनन्। आज व्यास गुरुजीले यसो गर्दा गर्दै अब भगवानपट्टि यसो गर्नुभयो। भगवानलाई निवेदन गर्नुहुन्छ, हे सर्वेश्वर हजुरलाई म मनौती गर्छु, मेरो भक्ति निवेदन स्वीकारिदिनुहोस्। मेरा बालकलाई हजुरका मायाले नछोइदियोस् प्रभु। भगवान मुसुक्क हाँसेर दर्शन दिनुहुन्छ। आफै आउनुभयो भगवान अनि भन्नुहुन्छ, व्यास गुरु म तपाईका छोरापट्टि मेरी मायाले नछोउन् भन्ने कुरा होइन, मेरी मायाले तपाईका छोरालाई हेर्दा पनि हेर्ने छैनन्। खुश खुश भगवान, म खुश। नाच्नुहुन्छ व्यास गुरुजी। ओ बाबु सुनिस, सुने वो खुत्रुक्क, वो तो योग माया को धनी, ब्रह्म विद्या को धनी, संसार का सबै ज्ञान जति छन् त्यो दिव्य सुखमा वो भूमिष्ठ हुन पुग्छ, जसलाई विष्णुले सुखदेव भन्छ। बोलो सुखदेव जी भगवान को। यसरी सुखदेव जन्मनु भएको अरे। वही सुखदेव यसरी जन्मिने बित्तिकै पहिला भगवानलाई ढोक्नुभयो अरे, बाबुलाई ढोक्नुभयो, आमालाई ढोक्नुभयो अरे। कपडा लगाएको छैन, नाल काटेको छैन। भागवतमा के लेखेको छ भने त्यतिखेर उहाँको उमेर 2 पुराण 8 वर्ष थियो अरे, माने 16 वर्ष। 16 वर्षको उमेरमा सुखदेव घर छोडेर अवधूत वेशमा जंगलतिर बस्नु भएको। त्यही छोरालाई देखेर के भन्नुभयो? यम प्रवचन्त मनुपेत मपेत कृत्यम दैपायन विरहता तराजुभाव। पहिलो श्लोकको अर्थ पुत्रेति तन्मयतया तरभ्यो विनेदोस् तं सर्वभूतहृदयं मुनिमानतोऽस्मि। तिनै जंगलतिर गएका छोरालाई व्यास गुरुजीले मेरो राजा, मेरो काजी, मेरो बाबु घर आइज, घर आइज, घर छोडेर नजा, बल्ल बल्ल म बाबु भएको छु भनेर बोलाउनुहुन्छ। श्रीमद् भागवतको पहिलो श्लोकको हामीले यो अर्थ श्रवण गर्यौं। अब यहाँ कुरो के छ भने यहाँनिर के भन्नुहुन्छ भने तम व्यास सोनुम उपयामि गुरुम मुनिना। हे व्यास पुत्र, हे दिव्यता का धनी, हे विद्या का धनी, हे तपोधनी, हे गुरुवर, हजुर का शरणमा हामी छौं। हामी भागवत का शरणमा छौं। नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं। नारायणं, हामी नारायण भगवानलाई नमन गर्छौं। हामी नर नारायण भगवानलाई नमन गर्छौं। हामी वाग्देवी सरस्वती मातालाई नमन गर्छौं। हामी गुरुलाई सम्झन्छौं। आफन्त माननीयलाई, इष्टलाई सम्झेर हामी भागवत श्रवण गर्छौं। यहाँ के भनेको छ भने सबै पुंसाम परो धर्मो, एकदम सुन्नुपर्ने नबिर्सिने कुरा। सबै पुंसाम परो धर्मो यतो भक्ति रदोक्षजे।
भगवान कृष्ण को भक्ति हुने खालको काम भन्दा ठुलो काम जीवनमा केही पनि छैन। मैले नाचेर, मैले हाँसेर, मैले गाएर, मैले कसैलाई गाली गर्दाखेरि उसको कल्याण हुन्छ भने मैले उसलाई गाली गर्नुपर्छ। कुरा बुझ्नुभयो नि? मैले कसैलाई गाली गर्दा उसको कल्याण हुन्छ भने हामीले उसलाई गाली गर्नुपर्छ, किनकि उसको कल्याण नै मेरो कामना हो। मैले मिठो बोलेर उसको अकल्याण हुन्छ भने मैले मिठो बोल्नु हुँदैन, मैले तितो बोल्नुपर्छ। मेरो तितो बोलीले उसको समूल उन्नति हुनुपर्छ। हितम मनोहारी च दुर्लभम वपु। संस्कृत भाषाका विद्वान लेखकहरू के भन्नुहुन्छ भने हितम मनोहारी च दुर्लभम वपु। हितकारी पनि मनोहारी पनि कहाँ मिलेगा, ये तो दुर्लभ है। अर्थात क्विनाइन कति तितो हुन्छ त्यही पनि हामी खान्छौँ। किन खान्छौँ? मेरी आमा मेलेरिया चट्टै पार्छ, बरु कान बहिरा भयो भन्नु होइन भन्नु त। आनन्द कन्द भगवानको। अब यहाँ जब हामी यसरी भागवतका छेउमा आउँछौँ, अहे तुक्या अप्रतिहता ययात्मा संप्रसीदति। अहे तुकी। अब यसरी मुठी बाँधेर यो कुरो राख्नुपर्छ, किनकि मेरा आफ्ना मान्छे, मैले गरेको भक्ति, मैले लिएको व्रत, मैले बालेको बत्ती, मैले सुनेको कथा, मैले गरेको त्याग, मैले गरेको तपस्या कस्तो हुनुपर्छ अरे भन्दा अहे तुक्या, हेतु रहित, उद्देश्य रहित, डिमान्डलेस। मैले व्रत लिए 16 वर्ष मङ्गलबारको, किन? आनन्दले लिएको। मैले पूजा लगाएँ नारायणको, किन? आनन्दले। हेतु नै छैन। तर हाम्रो उल्टा छ। अब घरको कुरो के भन्नु? हाम्रो उल्टा पारा छ। 6वटा मङ्गलबारका व्रत लिँदाखेरि मनले सोचेको काम भएन भने 7 नम्बर मङ्गलबार कस्तो भित्रबाट बटारिएर आउँछ। मेरो आउँछ अनि भनेको आनन्द कन्द भगवानको। तर भागवत जी के भन्नुहुन्छ भने भक्ति अहेतुकी, एमलेस, गोललेस अनि अप्रतिहत। यो अप्रतिहतको शब्दको अर्थ हामी सुन्नुपर्छ है। अप्रतिहत, मैले गरेको पूजा, मैले लिएको व्रत, मैले चढाएको फुल, मैले लगाएको श्रद्धा, मेरो भक्तिले कसैलाई दुःख नदियोस्। 27वटा भागवतका वर्ल्ड वाइड विश्वका मान्छेले मानेका भागवतका 27वटा लाइनमा यो एउटा लाइन हो भागवतको। के हो भन्दाखेरि त भक्ति अप्रतिहत, भक्ति अहेतुकी। हामीले व्रत लिन्छौँ घरमा, मैले व्रत लिँदा मेरा घरका छोरीलाई, छोरालाई, बुहारीलाई थाहा हुनु हुँदैन अरे। तर हाम्रो चाल उल्टो छ। होइन, तिमीहरूलाई थाहा छैन आज मेरो व्रत भनेर। यो प्र्याक्टिकल कुरो हो। आज भागवतजीले हामीलाई छर्लङ्ग पार्नु हो। मैले व्रत मेरा लागि लिएको हुँ, बुहारीलाई, छोरालाई, नातिलाई मेरो व्रत सुनाउने कारण के छ? कारणै छैन। अप्रति मेरो व्रतले मलाई मात्रै छोस्, छोरालाई नछोस्, बुहारीलाई दुःख नदियोस्। फिर श्रद्धाले केही बनाएर दिएनन् और बढिया, मिले मजा, न मिले डबल मजा। श्रीमद् भागवत जी भन्नुहुन्छ अप्रतिहत अहेतुकी। हामीले भागवत सुनेका छौँ, तर भागवतका ती कुराहरूलाई हामी किन बिर्सिन्छौँ? आज एकादशी हामी 20 फुट परबाट भन्छौँ ठुल्दिदी मेरो पनि व्रत छ। फाइदा क्या? आत्मा सुखाय। मैले मेरा लागि गरेको व्रत। अब भागवतजीले भन्नुभयो कि अहेतुकी, अप्रत्यता हाम्रो भक्ति बनोस्, हाम्रो भक्ति बनोस्।
जब मेरो भक्ति त्यस्तो हुन्छ, मेरो भक्ति जब एकदम कुरा सुन्नु है, मेरो भक्ति, मेरो पूजा, म दुर्गा पूजामा फुल चढाउन गए पाइनँ भने पनि छिमेकीले चढाएको नै मेरो हो। तो चिन्तन मेरा टाउकामा जब आयो नि, अप्रतिहत अहेतुकी भक्तिले मलाई समाते पछाडि जनयत्यासु वैराग्यम, त्यही दिन मलाई वैराग्य आयो अरे। त्यही दिनबाट मेरो वैराग्य सुरु भयो भनेर जान्नुपर्छ। जनयत्यासु वैराग्यम ज्ञानं च यद अहेतुकम। तुमसे बढ़कर कौन, स्वामी तुमसे बढ़कर कौन। देवा हो देवा गणपति देवा, तुमसे बढ़कर कौन। और तुम्हारे भक्तों में भी हमसे तुमसे बढ़कर कौन। देवा हो देवा गणपति से बढ़कर कौन। देवा हो तुमसे बढ़कर कौन, 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 देवा तुमसे बढ़कर कौन। वो गणपति महाराज की कोई तो बोली यंत्र जाना छुआ दिए दादा। गणपति महाराज की ओ आइले नाच मेरो मान, लो छम 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 छम। नाच मेरो मान, लहे कैलासमा शिवजी को डमर डाम डाम। हो गया ना, सबैले बोले हात माथि पार्दै।
रूप देखेला नाच मेरो मन कैला समाधि बजे को डमर डामडा कैला समाधि बजे को डमर डामडा डमर डामडा कैला समाधि बजे को 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 डमर डामडा। और सबैजना भएर हामी आरती गरौँ। श्री भागवत भगवान की है आरती, पापियों को पाप से है तारती। भागवत भगवान की है आरती, पापियों को पाप से है तारती। पापियों को पाप से है तारती। पापियों को पाप से है तारती। अमर ग्रंथ ये मुक्ति पंथ ये पंचम वेद निराला, नव ज्योति जगाने वाला। ये अमर ग्रंथ ये मुक्ति पंथ ये पंचम वेद निराला, नव ज्योति जगाने वाला। हरि नाम यही हरि धाम यही, हरि नाम यही हरि धाम यही। जग के मंगल की आरती, पापियों को पाप से है तारती। श्री भागवत भगवान की है आरती, पापियों को पाप से है तारती। पापियों को पाप से है तारती। भागवत भगवान की है आरती, पापियों को पाप से है तारती। पापियों को पाप से है तारती। हरे
केशवोपरि अंगलमनुष्यां ब्रह्मत्यां वितो हति सेधितं कपीथ जम्बो फलचारुभक्षणं नामदिं वन्दे सूर्यशशाङ्क वन्दिनयनं वन्दे मुकुन्दां प्रियं वन्दे भक्तजनाश्रयं च वरदां दीनबन्धो जगत्पते गोपेश गोपिका कान्ता राधा तमेव मातास्य पिता तमेव सखा तमेव विद्या द्रविणं तमेव हरिलाल की रघुनाथ भगवान की विशाल भगवान की केदारनाथ भगवान की जयपति महाराज की शिवजी महाराज की भारत माता की असम जननी की आज के आनंद प्राणियों में विश्व को अमन भृगोविंद को प्रेमले सबैले भनिदिनुहोस् राधे श्याम सबैले हर भन्नु होला पालै शीतले पाप दुःख कष्ट रोग आपद विपद संकट हर 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 सबैको मनभित्र भएको मनोकामना चित्तै पूर्ण गर महादेव शम्भु कैलाशपति। अब सबैले आरती लिनु होला। पापम पापकर्मणः